Hello everyone, welcome back to English Pro. यो हाम्रो day 16 हो. Today we will learn future tense using will. अब तपाईँ फ्युचरको कुरा अङ्ग्रेजीमा बोल्न सक्नुहुन्छ. तपाईँ भिडियो इन्डसम्म हेर्नुहुन्छ, राम्रोसँग बुझ्नुहुन्छ भने तपाईँले भविष्यमा हुने काम र आउने समयको कुरा गर्दाखेरि चाहिँ तपाईँ मजाले बोल्न सक्नुहुन्छ. ओके, तपाईँ भिडियोलाई इन्डसम्म नै हेर्नुहोला है त. सुरु गरौँ. लेट्स बिगिन. What is future tense? भविष्यकाल भनेको के हो त? भविष्यमा हुने काम र आउने समयको कुरा तपाईले बताउनु पर्यो भने चाहिँ यो टेन्सको प्रयोग गर्नुपर्छ. ओके, तपाईले कुनै पनि कुरा चाहिँ भविष्यमा हुनेछ भनेर गर्नु पर्यो वा आउने समयको कुरा गर्दाखेरि चाहिँ जस्तो I will go tomorrow. म भोलि जानेछु. I will go tomorrow. अब भोलि जानेछु कि त भविष्यमा आउने कुरा हो हैन. भोलि भनेको त आउने समयको कुरा भयो. सो त्यसको लागि तपाईले के प्रयोग गर्नु पर्यो त? फ्युचर टेन्सको प्रयोग गर्नु पर्यो. सो यो भिडियोमा हामीले स्ट्रक्चर जान्ने छौं, युजेसहरु जान्ने छौं र डेली युज सेन्टेन्स पनि प्र्याक्टिस गर्ने छौं है त. स्ट्रक्चर अफ फ्युचर टेन्स. सेन्टेन्स बनाउने तपाईले यदि स्ट्रक्चर जान्नुभयो भने चाहिँ तपाई मजाले आफै पनि सेन्टेन्सलाई फर्म गर्न सक्नुहुन्छ हैन. सो पोजिटिभ सेन्टेन्सको लागि चाहिँ हामीले के स्ट्रक्चर फलो गर्नु पर्यो त? सब्जेक्ट प्लस विल प्लस वर्बको फर्स्ट फर्म. ओके, सो विल चाहिँ के हो त? यो भविष्यमा हुने काम. फ्युचर टेन्सको लागि चाहिँ हामीले विलको प्रयोग गर्छौं. सब्जेक्ट प्लस विल प्लस वर्बको फर्स्ट फर्म. एक्जाम्पल हेरौँ. I will help you. I will help you. म तिमीलाई मद्दत गर्नेछु. She will come tomorrow. She will come tomorrow. उनी भोलि आउने छिन्. They will play football. उनीहरू फुटबल खेल्नेछन्. सो ने छन्, ने छिन्, ने छु, ने छौं हैन. जति पनि नेपाली वाक्यमा चाहिँ आउँछ त्यति बेला चाहिँ त्यसको अर्थ हुन्छ विल हैन. विल केमा प्रयोग गरिन्छ त? भविष्यमा प्रयोग गरिन्छ. म यस्तो गर्नेछु. I will call you. म तिमीलाई फोन गर्नेछु. I will meet you. म तिमीलाई भेट्नेछु हैन. जति पनि भविष्यमा आउने कुरा छ त्यसको लागि तपाईले चाहिँ यो स्ट्रक्चरको फलो गर्नु पर्यो. नेगेटिभ सेन्टेन्सको लागि चाहिँ हामीले के प्रयोग गर्ने त? स्ट्रक्चर सब्जेक्ट प्लस विल नट, यसलाई सर्ट फर्म वन्ट हुन्छ र वर्बको फर्स्ट फर्म. ओके, I will not go there. I will not go there. म त्यहाँ जाने छैन. He won't eat rice. He won't eat rice. उसले भात खाने छैन. We won't be late. हामी ढिलो गर्ने छैनौं. We won't be late. अब मैले यस्तो गर्ने छु ने पोजिटिभ भयो हैन. म यस्तो गर्ने छैन भन्नु पर्यो भने भन्नु पर्यो भने चाहिँ will not. Question. Will plus subject plus verb को first form. Will you help me? Will you help me? के तिमी मलाई मद्दत गर्नेछौ? Will you help me? Will she come tomorrow? Will she come tomorrow? के उनी भोलि आउने छिन् वा आउँछिन्? Will she come tomorrow? Will they play football? के उनीहरू फुटबल खेल्ने छन्? Will they play football? सो तपाईले के यस्तो गर्ने छौ, के यस्तो गर्ने छौ हैन, गर्ने छौ भनेर तपाईले भविष्यमा वा आउने समयको कुरा गर्नु पर्यो भने चाहिँ will अगाडि लिएर आएर तपाईले बोल्नु पर्यो, क्वेशन बनाउनु पर्यो. ओके, र इम्पोर्टेन्ट रुल्स. will पछि सधैँ वर्बको फर्स्ट फर्म प्रयोग हुन्छ. ओके, कुनै पनि सब्जेक्टसँग नि will सँग चाहिँ वर्बको फर्स्ट फर्म प्रयोग हुन्छ. जस्तो will go, will eat, will come. will goes, will eat भन्ने चाहिँ हुँदैन है त. यो पनि एकदमै महत्त्वपूर्ण रुल हो. अब जानौ युजेस अफ will. किनकि भविष्यको कुरा गर्दाखेरि चाहिँ त हामीले will को नै प्रयोग गर्छौं. शब्द त के हो त? will नै हो हैन. सो will को प्रयोग चाहिँ
कति बेला हुन्छ त त्यो जानु। एउटा हुन्छ फ्युचर एक्सन, भविष्यको काम। भविष्यको काम बताउनु पर्यो। फ्युचर एक्सनको लागि चाहिँ विलको पर्यो। जस्तो आई विल स्टडी टुमरो। आई विल स्टडी टुमरो। म भोलि पढ्नेछु। वी विल भिजिट पोखरा। वी विल भिजिट पोखरा। हामी पोखरा जानेछौँ। वी विल भिजिट पोखरा। र अर्को प्रमिस। प्रमिस भनेको बाचा होइन। बाचा प्रमिसलाई पनि हामीले विलको प्रयोग गर्न सक्छौँ। जस्तो आई विल हेल्प यु। तपाईँले कसैलाई चाहिँ प्रमिस गर्नुहुन्छ, म तिमीलाई मद्दत गर्नेछु भनेर चाहिँ आई विल हेल्प यु। आई विल हेल्प यु। आई विल कल यु लेटर। आई विल कल यु लेटर। म तिमीलाई पछि फोन गर्नेछु। आई विल कल यु लेटर। अर्को युजेस छ इन्स्टेन्ट डिसिजन, त्यही बेला निर्णय। इन्स्टेड भनेको चाहिँ जति बेला आवश्यक त्यति बेला नै निर्णय। जस्तो आई एम थर्स्टी, आई विल ड्रिङ्क वाटर। मलाई तिर्खा लागेको छ, म पानी पिउनेछु। यो त इन्स्टेन्ट डिसिजन हो। प्रिडिक्सन, अनुमानको लागि चाहिँ प्रिडिक्सन। इट विल रेन टुडे। इट विल रेन टुडे। आज पानी पर्नेछ। इट विल रेन टुडे। यु विल सक्सिड। यु विल सक्सिड। तिमी सफल हुनेछौ। यु विल सक्सिड। ओके, यी थिए युजेसहरू चाहिँ। ओके, र फ्युचर टाइम वर्स, भविष्यमा चाहिँ हामीले समय बताउने शब्दहरू चाहिँ। जस्तो टुमरो, भोलि, यो पनि भविष्य कुराबाट आउने समयको लागि भयो। नेक्स्ट विक, अर्को हप्ता। नेक्स्ट मन्थ, अर्को महिना। नेक्स्ट इयर, अर्को वर्ष। सुन, चाँडै। लेटर, पछि। यी के हुन् त भविष्यमा आउने समयमा प्रयोग हुने शब्द हुन्। किनकि अर्को हप्ता भनेको त आउने समय हो, अर्को महिना पनि आउने समय हो, अर्को वर्ष चाँडै, पछि होइन। भोलि, पर्सि यिनी पनि के हुन् त आउने समय हुन्। सो तपाईँले चाहिँ फ्युचर टाइमको बारेमा चाहिँ बताउँदाखेरि चाहिँ यी शब्दलाई प्रयोग गर्न सक्नुहुन्छ। अब जानु डेली युज फ्युचर टेन्स सेन्टेन्सेस। तपाईँले जति सक्नुहुन्छ सेन्टेन्स प्र्याक्टिस गर्नु पर्यो। पोजिटिभ सेन्टेन्स जानु। म भोलि चाँडै उठ्नेछु। आई विल वेक अप अर्ली टुमरो। म भोलि चाँडै उठ्नेछु बोल्नु पर्यो। आई विल वेक अप अर्ली टुमरो। म चिया पिउनेछु। आई विल ड्रिङ्क टी। आई विल ड्रिङ्क टी। म काममा जानेछु। आई विल गो टु वर्क। आई विल गो टु वर्क। म अङ्ग्रेजी पढ्नेछु। आई विल स्टडी इङ्ग्लिस। आई विल स्टडी इङ्ग्लिस। म परिवारलाई मद्दत गर्नेछु। आई विल हेल्प माई फ्यामिली। आई विल हेल्प माई फ्यामिली। म साथीलाई फोन गर्नेछु। आई विल कल माई फ्रेन्ड। म मेरो साथीलाई फोन गर्नेछु। आई विल कल माई फ्रेन्ड। म कोठा सफा गर्नेछु। आई विल क्लिन माई रुम। आई विल क्लिन माई रुम। म खाना पकाउनेछु। आई विल कुक फुड। आई विल कुक फुड। म पछि टिभी हेर्नेछु। आई विल वाच टिभी लेटर। आई विल वाच टिभी लेटर। म चाँडै सुत्नेछु। आई विल स्लिप अर्ली। आई विल स्लिप अर्ली। नेगेटिभ सेन्टेन्सहरू। म बाहिर जाने छैन। आई विल नट गो आउटसाइड। आई विल नट गो आउटसाइड। म समय खेर फाल्ने छैन। आई वन्ट वेस्ट टाइम। आई वन्ट वेस्ट टाइम। म ढिलो गर्ने छैन। आई वन्ट बी लेट। आई वन्ट बी लेट। म यो बिर्सिने छैन। आई विल नट फर्गेट दिस। आई विल नट फर्गेट दिस। म सिक्न बन्द गर्ने छैन। आई वन्ट स्टप लर्निङ। आई वन्ट स्टप लर्निङ। क्वेसन सेन्टेन्सहरू। के तिमी भोलि आउनेछौ? विल यु कम टुमरो? विल यु कम टुमरो? के तिमी मलाई मद्दत गर्नेछौ? विल यु हेल्प मी? विल यु हेल्प मी? के तिमी अङ्ग्रेजी पढ्नेछौ? विल यु स्टडी इङ्ग्लिस? विल यु स्टडी इङ्ग्लिस? के ऊ त्यहाँ जानेछ? विल ही गो देयर? विल ही
go there? के उनीहरूले फुटबल खेल्नेछन्? Will they play football? Will they play football? के उनीहरूले फुटबल खेल्नेछन् भनेर बोल्नु पर्यो. Will they play football? सो यो भिडियोमा हामीले जान्यौँ फ्युचर टेन्सको बारेमा, सिम्पल फ्युचर टेन्सको बारेमा. तपाईँले स्ट्रक्चर रुल याद गर्नु पर्यो सेन्टेन्स बनाउनको लागि. तपाईँ यदि स्ट्रक्चर याद गरेर आफै सेन्टेन्सहरू बनाउन तपाईँले सक्नुहुन्छ हैन. यदि तपाईँले प्र्याक्टिस गर्नुभयो भने तपाईँले डेफिनेटली सक्नुहुन्छ. सो यो भिडियो तपाईँलाई कस्तो लाग्यो? यदि मन पर्यो, राम्रो लाग्यो भने चाहिँ लाइक गर्नुहोला, भिडियोलाई सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला. थ्याङ्क यू सो मच फर वाचिङ.